इलिड वेभ पर्सपेक्टिभबाट यदि हामीले मार्केटलाई हेर्छौँ भने मार्केटमा ओभरअल फर्स्ट वेभ, सेकेन्ड वेभ, थर्ड वेभ, फोर्थ वेभ र फिफ्थ वेभ कम्प्लिट गरेर मार्केटले जुन यो प्राइस एक्सन्सको पर्सपेक्टिभबाट हेर्दाखेरि हामीले जुन यहाँ एउटा सप्लाई जोन देख्छौँ त्यो सप्लाई जोनलाई चाहिँ इन्गल्फ गरिसकेको देखिन्छ। र प्राइस एक्सन्सको थ्योरमले के भन्छ त भनेर भन्नुहुन्छ भने यदि प्राइस एक्सन्सको चाहिँ सप्लाई जोनलाई चाहिँ क्यान्डलहरूले इन्गल्फ गर्छ भने चाहिँ मार्केटमा एउटा करेक्टिभ डाउनफल आउँछ र त्यो डाउनफल चाहिँ हाम्रो ओभरअल फेकआउट जोनसम्म गएर जसलाई हामी डिमान्ड जोन पनि भन्छौँ र त्यस पछाडि चाहिँ मार्केट चाहिँ फेरि इन्गल्फ गरेको पार्टतिर चाहिँ मार्केटमा राइज आउँछ भनेर भनिन्छ। र इलिड वेभको पर्सपेक्टिभबाट हामी हेर्छौँ भने मार्केटमा फर्स्ट वेभ, सेकेन्ड वेभ, थर्ड वेभ, फोर्थ वेभ र फिफ्थ वेभको इम्पल्सिभ राइज भइसकिसके पछाडि चाहिँ मार्केटमा एउटा करेक्टिभ डाउनफल आउँछ भनेर भनिन्छ र त्यो डाउनफल चाहिँ ओभरअल हेर्दाखेरि 0.32 अथवा 0.5 जुन चाहिँ हाम्रो 2742 देखि 2690 को जोनसम्ममा आउने हो भन्ने कुरा चाहिँ हामीले इलिड वेभबाट देखिन्छ भने ओभरअल प्राइस एक्सन्सको पर्सपेक्टिभबाट हेर्दाखेरि पनि यहाँनिर एउटा ब्युटिफुल डिमान्ड जोन देखिन्छ र यही डिमान्ड जोनमा चाहिँ मार्केटले टच गरेर मार्केट अपसाइडतिर जाने हो भन्ने कुरा चाहिँ देखिन्छ। सो ओभरअल प्राइस एक्सन्सको पर्सपेक्टिभबाट हेर्दाखेरि पनि र इलिड वेभको पर्सपेक्टिभबाट हेर्दाखेरि पनि मार्केट चाहिँ एउटा बुल ट्रेन्डमा गइसकेको हो कि भन्ने कुराको चाहिँ इन्डिकेसन आएको छ। थ्याङ्क यू।